100 दिन सरकारले कटेको छ। म त्यस्तो क्रिटिकल्ली यस्तो गर्नु भएन उस्तो गर्नु भएन पनि भन्दिनँ। म 100 वर्ष लगाएर बिगारेको देशलाई 100 दिनमा बनाउन सकिँदैन पनि। कोसिस गर्नुभएको छ, कोसिस गर्नुभएको छ होइन, कोसिस गरिरहनुहोस्। हाम्रो सरसल्लाह सहित तपाईहरुले चाहिँ के कोसिस गर्नुभयो भने, हाम्रो पनि विचारहरूलाई मिसाएर कोसिस गर्नुभयो भने सफलता अलि छिटो प्राप्त हुन्छ भन्ने मलाई लाग्छ। अहिले सिमानाको कुरा थुप्रै आइराखेका छन्। एरोस्ट्रमबाट प्रधानमन्त्रीज्यूले आफ्नो चाहिँ कुरा सच्याउनुपर्छ भन्ने माग पनि हामीले राख्दै आइरहेका छौँ। यदि सिमाना साँच्चै नै रक्षा गर्ने भने सीमावर्ती क्षेत्रमा हामीले स्तरीय बाटाहरू बनाऊ, बरु भित्रका बाटाहरू नबनाऊ है। ढिलो त्यस्तो चाहिँ पैसा छैन भने अलि पछि बनाऊ, तर सीमावर्ती क्षेत्रमा हामीले विकास गरिएन भने हाम्रो राष्ट्रियता पनि कमजोर हुन्छ भन्ने तर्क मेरो हो। कतिलाई त लागिरहेको थियो हामी त पारिकै भए पनि हुन्थ्यो भन्ने पनि त्यहाँनिर नेपालीहरूले भनिराख्नु भएको थियो। नेपाली भएर जन्मिनुमा उसले आफूलाई दोषिरहेको छ। यो गल्ती कसको हो भन्दाखेरि तपाईँ हामी जस्तै राजनीति गर्ने मान्छेहरू।